हे गाइज, जब कसैले तिमीहरूलाई सोध्छन् के हबी छन् तिम्रो, के भन्छौ तिमी? र सबैभन्दा इम्पोर्टेन्ट कुरा, त्यो साँच्ची हो कि झुठो हो? यार, मलाई यो क्वेसन सुन्न मन लाग्दैन थियो, किनभने अनेस्टली मलाई जवाफ थाहा थिएन। म भन्थे यार म त बुक पढ्छु, या म पोइम लेख्छु, या ड्रइङ बनाउँछु, या क्राफ्टहरू बनाउँछु। त्यो कुराहरू जे सुनिनमा राम्रो लाग्छ, जुन कुराहरू प्रोडक्टिभ लाग्छ र स्मार्ट लाग्छ। बट वान डे आई आस्क्ड माइसेल्फ, कति दिन पहिले तिमीले रियलमा बुक इन्जोय गरेर पढ्यौ? कति दिन अघि गिटार उठाएर बस खुसी हुन बजायो, विथआउट एनी प्रेसर टु प्रुभ एनीवन? त्यो एन्सर इट हन्टेड मी यार। अनि त्यो मोमेन्टमा इट फेल्ट लाइक अ स्ल्याप। मलाई रियलाइज भयो म वर्षौँदेखि झुटो बोलिरहेको थिएँ, नट जस्ट टु अदर्स बट टु माइसेल्फ। एक टाइममा म भन्थेँ मेरो हबी रिडिङ बुक्स हो, तर सत्य चाहिँ के थियो भन्दा बुकभन्दा बढी त म फ्री टाइममा इन्स्टाग्राम पो स्क्रोल गर्दो रहेछु। र पछि मैले बुझेँ पनि म हबी फलो गरिरहेको थिएन, म इमेज बनाउन खोजिरहेको थिएँ। म अरूलाई इम्प्रेस गर्ने चक्करमा आफैसँग डिसअनेस्ट भइरहेको थिएँ। द वर्स्ट पार्ट, मलाई आफ्नो हबी के हो भनेर थाहा नै थिएन, किनकि म आफ्नै इन्ट्रेस्टमा अथेन्टिक थिइनँ। त्यो दिन मलाई रियलाइज भयो आई वाज स्ट्रेन्जर टु माइसेल्फ एन्ड द्याट वाज द मोस्ट टेरिफाइङ थिङ आई हेभ एभर फेल्ट। किनभने इफ आई डोन्ट नो वाट आई लभ देन हु एम आई? But luckily guys, after this realization, I started understanding myself and started knowing who am I. स्पेसली हाम्रो जस्तो स्टुडेन्टलाई, एमबिबिएस, इन्जिनियरिङ, सिए पढ्नेहरूलाई हबिजको बारेमा के भनिन्छ? हबिज त्यो त डिस्ट्र्याक्सन हो यार, लग्जरी हो, सक्सेस पाएपछि गर्नु। र अनेस्टली हामी पनि त्यस्तै सोच्न थाल्छौँ। हरेक हबी स्टोलन टाइम जस्तो लाग्छ। एक टाइपको गिल्ट आउँछ कि म पढाइ छोडेर इन्जोय गरिरहेको छु। सो के गर्छौ? हबी छोडिदिन्छौ? पछि इन्जोय गर्छु, अहिले फोकस गर्न पर्यो। तर गाइज, त्यो पछि कहिले पनि आउँदैन। म तिमीहरूलाई एउटा कुरा भन्न चाहन्छु, हबिज वेस्ट अफ टाइम होइन, तर फेक हबिज चाहिँ डेफिनेटली वेस्ट अफ टाइम चाहिँ हो। रियल हबी भनेको के हो? रियल हबी भनेको त्यो हो जुन तिमी भित्र बलिरहन्छ, जुनले तिम्रो स्ट्रेसलाई हिल गर्छ, जुनले तिम्रो क्रिएटिभिटीलाई जगाउँछ। रियल हबी त्यो हो जब तिमी केही गर्दै हुन्छौ अनि अचानक रियलाइज हुन्छ, ओ 3 घन्टा बितिसक्यो, अनि तिमीले नोटिस नै गरेनौ। गाइज, म इन्स्टाग्रामको कुरा चाहिँ गरिरहेको छुइनँ है, त्यस्तै हुन्छ इन्स्टाग्राममा पनि, तर त्यसको कुरा चाहिँ गराए होइन। जब तिमी ड्रइङ गर्छौ अनि दुनियाँ भुल्छौ, के त्यो वेस्ट अफ टाइम हो? जब तिमी बाहिर घुमेर पछि स्ट्रेस रिलिफ फिल भएको गर्छौ, के त्यो वेस्ट अफ टाइम हो? एउटा कुरा चाहिँ इम्पोर्टेन्ट छ, त्यो हो ब्यालेन्स। आफ्नो हबी र आफ्नो मेन गोल दुइटैलाई ब्यालेन्स गर। किनभने सक्सेस भनेको सिर्फ मार्क छैन, सक्सेस भनेको त्यो मान्छे बन्नु हो जो कन्फिडेन्ट छ, क्रिएटिभ छ र लास्ट जो ह्याप्पी छ। अनि त्यो मान्छे बन्नको लागि तिम्रो हबिजले एकदम इम्पोर्टेन्ट हुन्छ। अनि गाइज, इफ यु हेभन्ट डिस्कभर्ड योर हबिज येट, एकचोटि रोकेर आफूलाई बुझ, बिकज हबिजले तिम्रो स्टडीमा पनि हेल्प गर्छ, तिमीलाई एनर्जी दिन्छ, तिमीलाई राम्रो फिल गराउँछ। सो गाइज, नेक्स्ट टाइम when someone asks you about your hobby, don't answer something that is productive. Don't answer something that sounds smart. Say the thing you do where you lose track of time. The thing you enjoy for no reason other than enjoying it. Because that's not hobby. That's remembering who you are. So guys, at last, the thing I genuinely love to do are